नेपालमा प्रदेश सरकार आएपछि धेरै अलिकति के मात्रामा चाहिँ विकास हुँदैछ र पहिलोभन्दा चाहिँ अहिले धेरै विकासहरू हुँदैछ। यो सङ्घीयता आएपछि चाहिँ पहिलेभन्दा धेरै छ र पहिलेको भन्दा चाहिँ धेरै राम्रो विकासहरू हुँदैछ। बाटोहरू 5 धार्मिक लागौँ 3 र 5 को सङ्गम स्थलमा कुक्लेबुङ भन्ने ठाउँमा यहाँ पुल बनेको छ अहिलेको 2082 सालमा। र पनि आज यो अब बर्खाभरि चल्दैन भनेर भन्नुभएको छ। बर्खाभरिमा चल्दैन भने चाहिँ आउँदेखि चाहिँ सञ्चालनमा आउँछ होला। बर्खाभरिमा चाहिँ सञ्चालनमा आउँदैन भनेर भन्नुभएको छ। उहाँले काम गर्नेहरूले चाहिँ खोलिरहेछ ढलान सिधाएर। अहिले चाहिँ ढलान चाहिँ खोल्ने बेला भएको छ अनि त्यही भएर मिस्त्रीहरूले भित्र खोल्दै हुनुहुन्छ। र यी हाम्रो 5 धार्मिक लागौँ 3 र 5 को सङ्गम स्थलमा यहाँ पुल बनेको छ र बिल चाहिँ एकदम साथले 2टा मात्रै पिलर भएको बनेको छ। र यो अब उनीहरूले इस्टिमेटको अनुसारले क्षमताको अनुसारले बनाउनु भएको होला। र पनि हामीले चाहिँ हेर्दाखेरि चाहिँ लामो देखियो र पिलर बिचमा हुनुपर्नेमा 2टा मात्रै छ। र पनि हामीले हेर्दाखेरि चाहिँ कच्ची जस्तो लाग्छ तर क्षमता अनुसारको बनाउनु भएको होला। त्यसको इस्टिमेट र क्षमता अनुसारले बनाउनु भएको होला। त्यसकारणले थाम्छ होला जस्तो लाग्छ। राम्रो काम गर्ने भाइहरू यहाँ हुनुहुन्छ। यो पुल बनिसकेको छ। अब बाटो निकाल्नु बाँकी छ र उता सबै वारिपारि चाहिँ बाटो चाहिँ निकाल्नु पर्ने भएको छ र छेउमा फेरि ढलान बाँकी रहेको छ भन्ने जानकारी आएको छ।